कोही कोही मान्छे भन्छन् स्वतन्त्र हो। तपाईले स्वतन्त्र भएको कुरा सुन्नु भएको छ नि? एउटा को स्वतन्त्रको नेता भनेर मैले पढेको थिएँ। अनि स्वतन्त्रको नेताको के रहेछ त चरित्र भनेर हेरेको, दुईटा राजधानी, दुईटा नागरिकता। तपाईँ हाम्रो दुईटा नागरिकता र दुईटा राजधानी भयो भने हामी सबैलाई हतकडी लागेर जेल जानुपर्छ। अनि यसो हेरेको त एउटै अदालतमा होइन, 5-6 अदालतमा ठगीको मुद्दा। ठगी पनि कति करोडौंको। भदौ 24 गते आन्दोलन भयो। आन्दोलन भएपछि कानुनी शासन मान्ने नेताले त कानुन अनुसार जेलमा बसिरहनु पर्छ नि। के नै खेलकुद जिते जस्तो मान्छेको काँध चढेर नारा लाउँदै जनतामा। ओहो, अनि त्यहाँ त्यो देखाएको कारणले हाम्रा देशभरिका जेल खतम। जिम्मेवार नेता यस्तै हुन्छ, स्वतन्त्र बन्ने नेता। अनि केही दिनपछि फेरि मैले त अब यी कता जान्छन् जेलबाट निस्के भने ठाने, ओहो मैले त गल्ती गरेछु भनेर लुरलुरु फेरि त्यही नक्कु कारागार। बुझ्नुहोस् क्या हो स्वतन्त्र बने। अनि अर्को कुरा, त्यही पार्टीको एकजना नेताले भनेको मैले आफ्ना कार्यकर्तालाई भनेको मैले पढेको छु। उहाँले के भन्नुभयो आफ्ना कार्यकर्तालाई? हाम्रो देशले ठुला देशको प्रभुत्व स्वीकार गर्नुपर्छ। तपाईहरुलाई मान्ने छ यस्तो कुरा? पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेदेखि नेपाल कहिले कसैको दिनमा छैन। आउने दिनमा पनि देशभक्त नेपालीले, नेपाली कम्युनिस्ट पार्टीले कदापि कुनै पनि देशको प्रभुत्व मान्ने छैन, मान्दैन। अनि के हो त्यो स्वतन्त्र?